हेलो नमस्ते सबैजनालाई मेरो च्यानल फ्रम कोड टु एआईमा स्वागत छ। आजको चाहिँ टपिक रहनेछ तीनटा एकदमै इम्पोर्टेन्ट यो एजेन्टिक सिस्टम डिजाइन र एआई एजेन्ट इन्जिनियरिङमा युज हुने टर्म्स र यो फाउन्डेसनल कन्सेप्ट मैले तीनटा पार्टमा डिभाइड गरेको छु। त्यसको बारेमा चाहिँ वान बाई वान चाहिँ एकदमै सहज तरिकाले चाहिँ हामी जानकारी लिने कोसिस गर्नेछौँ। पहिलो टपिक हुनेछ चाहिँ हाम्रो आर्टिफिसियल इन्टेलिजेन्सको चाहिँ क्याटेगोराइजेसन तीनटा टाइपमा डिफाइन गरेको छ। अर्को चाहिँ एआई एजेन्ट र एजेन्टिक सिस्टमको बिचमा चाहिँ सामान्य फरक के छ त्यो बारेमा हामी सानो जानकारी राख्नेछौँ। अनि त्यसपछि चाहिँ यो प्रम्प्ट इन्जिनियरिङ र कन्टेक्स्ट इन्जिनियरिङ भनेको के हो, यसमा के भिन्नता छ त्यो बारेमा चाहिँ सिम्पल र सामान्य जानकारी चाहिँ राख्ने कोसिस गर्नेछौँ। र मेरो पछिल्लो भिडियोमा चाहिँ यो 5वटा चाहिँ एआई एजेन्ट सिस्टम डिजाइनको बेस्ट प्र्याक्टिसेसहरू, डिजाइन प्याटर्न्सहरू चाहिँ मैले चाहिँ सजिलो रूपमा चाहिँ तपाईँहरूको सामुन्ने चाहिँ त्यो भिडियो मार्फत चाहिँ बनाएको थिएँ। जसले हेर्नु भएको छ त्यो चाहिँ तपाईँको लागि चाहिँ उपयोगी भयो होला सायद, र हेर्नु भएको छैन भने यो माथि मैले मेरो पछिल्लो भिडियोको चाहिँ लिङ्क राखेको छु, प्लिज हेर्नु होला है त। र ढिला नगरिकन आजको टपिकमा जाउँ। हेयर वी गो। सो यो आर्टिफिसियल इन्टेलिजेन्सको एरियामा यो आर्टिफिसियल इन्टेलिजेन्स मसिनले आफूले गर्न सक्ने क्षमता अनुसार होइन, यसको क्यापेबिलिटी अनुसार चाहिँ तीनटा लेभलमा डिफाइन गरेको छ। एउटा चाहिँ आर्टिफिसियल नेरो इन्टेलिजेन्स भन्छ होइन, एएनआई, एजिआई आर्टिफिसियल जेनरल इन्टेलिजेन्स छ सेकेन्ड टाइप, अनि त्यसपछि थर्ड टाइप इज आर्टिफिसियल सुपर इन्टेलिजेन्स छ एएसआई है। अनि आर्टिफिसियल नेरो इन्टेलिजेन्स जसलाई चाहिँ विक एआई पनि भन्छ होइन। सो आर्टिफिसियल नेरो इन्टेलिजेन्स चाहिँ कस्तो किसिमको एआई हो भने जसले चाहिँ एउटा पर्टिकुलर टास्क भनौँ न, वान स्पेसिफिक टास्क चाहिँ एकदमै राम्रोसँग गर्न सक्छ होइन, इभन बेटर देन हामी मान्छेहरूले गर्ने सक्ने भन्दा राम्रो क्षमतामा गर्न सक्छ। एउटा पर्टिकुलर स्पेसिफाइड वर्क कुनै पनि एउटा लिमिटेड डोमेनमा बसेर होइन, जस्तै सेल्फ ड्राइभिङ भेहिकल भनौँ, उसले चाहिँ त्यो ड्राइभ गर्ने जसको क्षमता छ नि त्यो चाहिँ उसले एकदम बेस्ट गर्न सक्छ है। अनि अहिले जे जति हाम्रो एआई टुल्सहरू, एआई एप्लिकेसनहरू बनेको छ यो सबै आर्टिफिसियल नेरो इन्टेलिजेन्समा पर्छ है। अनि त्यसपछि अर्को चाहिँ एजिआई भनेको चाहिँ आर्टिफिसियल जेनरल इन्टेलिजेन्स, जुन चाहिँ एआई जसले चाहिँ हाम्रो मान्छेहरूले जस्तै सोच्न सक्ने, डिसिजन लिन सक्ने क्षमता हुन्छ, त्यो किसिमको एआईले चाहिँ एजिआई भनिन्छ। अहिलेसम्म त्यो एजिआई इम्प्लिमेन्टेसन बनिसकेको छैन, त्यो स्टिल थ्योरीमा छ र स्टिल ब्रिजमै छ भनौँ होइन। अर्को थर्ड टाइपको इन्टेलिजेन्स आर्टिफिसियल इन्टेलिजेन्स भनेको चाहिँ आर्टिफिसियल सुपर इन्टेलिजेन्स, यो पनि स्टिल थ्योरीमा, यो भर्चुअल रियालिटीमै छ होइन। अनि यस्तो किसिमको आर्टिफिसियल इन्टेलिजेन्स भन्दा जुन चाहिँ हाम्रो ह्युमनको इन्टेलिजेन्स भन्दा पनि यो बियोन्ड काम गर्न सक्ने भनौँ न, ह्युमनको इन्टेलिजेन्सलाई नै यसले सरपास गर्न सक्ने, हामीभन्दा कैयौँ गुणा बेटर हुन सक्ने टाइपको आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ आर्टिफिसियल सुपर इन्टेलिजेन्स भनिन्छ। यो एज आई सेड अब यो एकदमै थ्योरी र यो भर्चुअल रियालिटीमा मात्रै छ, अब यो भविष्यमा नहोला भन्न चाहिँ सकिन्न है। र आजको सेकेन्ड टपिक छ एआई एजेन्ट र एजेन्टिक सिस्टम बिचमा चाहिँ फरक के छ होइन। सो एआई एजेन्ट भनेको चाहिँ अब एउटा स्पेसिफिक टास्क गर्न बनाइएको एआई एप्लिकेसन हो होइन, जसले चाहिँ एउटा पर्टिकुलर टास्क मात्रै गर्छ। फर इक्जाम्पल कुनै फ्लाइट बुकिङ एजेन्ट छ भने त्यसले फ्लाइट बुक मात्रै गर्छ होइन। अनि ट्राभल प्लानर एजेन्ट छ भने त्यसले प्लानिङ मात्रै गरिदिने काम गर्छ होइन। अनि अर्को कुनै
इमिग्रेसन सर्भिसेस अथवा भिजा सर्भिसेस गराउने एजेन्ट छ भने त्यसले भिजा प्रोसेस मात्रै गर्न सक्छ। सो एउटा पर्टिकुलर टास्क मात्रै गर्नको लागि बनाइएको एआई एजेन्ट चाहिँ यो नर्मल एआई एजेन्ट भयो हैन। अनि त्यसपछि एजेन्टिक सिस्टम भनेको चाहिँ एक अथवा एकभन्दा बढी एआई एजेन्टहरू मिलेर हैन अनि मल्टी स्टेप कामहरू गर्ने सिस्टमलाई चाहिँ कोल्याबोरेट गरेर एउटा कमन गोल एचिभ गर्न सक्ने सिस्टमलाई चाहिँ एजेन्टिक सिस्टम भनिन्छ है। जस्तै एक्जाम्पलको लागि अघि मैले भने एउटा बुक मात्रै गरिदिने एजेन्ट छ भने त्यो एआई एजेन्ट हो। एउटा कम्प्लिट ट्राभल एजेन्ट सिस्टम भनेको चाहिँ एजेन्टिक सिस्टम हो, जुन चाहिँ ट्राभल एजेन्टमा बुकिङ पनि हुन्छ, ट्राभल प्लानर पनि हुन्छ हैन। यो त्यहाँ बिचमा अर्को वेदरहरू भेरिफिकेसन गर्ने चिजहरू पनि होला, अर्को यो इमिग्रेसन सर्भिसेस पनि होला, भिजा सर्भिसेस पनि होला। त्यो सबै कलेक्टिभली काम गरेर कोल्याबोरेट गरेर एउटा कमन ट्राभल एजेन्सीले गर्ने एउटा गोल यो डिफाइन भएको सिस्टमलाई चाहिँ एजेन्टिक सिस्टमको रूपमा लिइन्छ हामीले है। अर्को थर्ड टपिक छ प्रम्प्ट इन्जिनियरिङ र कन्टेक्स्ट इन्जिनियरिङ भन्ने। यो धेरै नै युज भइरहेको हुन्छ, हामीले सुनि पनि रहन्छ यो कि मिक्स पनि गरिरहेको हुन्छ कि एउटै हो त यो प्रम्प्ट इन्जिनियरिङ भन्छ, काहीँ कन्टेक्स्ट इन्जिनियरिङ भनिरहेको हुन्छ होइन। तर एउटै होइन, यसको स्कोप एकदमै फरक छ होइन। प्रम्प्ट इन्जिनियरिङ भन्दाखेरि चाहिँ अलि यो एलएलएमको फाउन्डेसन मोडलसँग अलिकति धेरै टाइटली रिलेटेड हुन्छ। हामीले फाउन्डेसन मोडलबाट चाहिँ कसरी चाहिँ एफिसिएन्टली आउटकम निकाल्न सक्छौँ हैन, त्यो चाहिँ प्रम्प्ट इन्जिनियरिङमा भनिन्छ। अनि यो प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ यो कम्प्लिटली यो रियाक्टिभ हुन्छ भनौँ न। हामीले अब जस्तै जे सोध्यौँ, हामीलाई जे चाहिएको छ त्यो हिसाबले हामीले प्रम्प्ट दिन्छौँ र त्यो हिसाबको त्यो एआई टुल्सले चाहिँ हामीलाई एन्सर दिन्छ हैन। यसमा चाहिँ कुनै पनि हाम्रो यो पर्सनलाइज इन्फर्मेसन छैन हैन, कुनै पनि लङ टर्म मेमोरी छैन, कुनै पनि अरू इन्फर्मेसनहरू चाहिँ ग्यादर गरेर यो कम्प्लिट डिसिजन मेकिङ अथवा कुनै सेल्फ रिजनिङ चाहिँ भएको छैन। सिम्पली हामीलाई जे चाहिएको छ हामीले त्यसरी सोच्छौँ, त्यसरी नै इन्स्ट्यान्ट हामीले त्यसको आउटकम पाइहाल्छौँ। त्यो चाहिँ प्रम्प्ट इन्जिनियरिङ भयो। अनि त्यसपछि कन्टेक्स्ट इन्जिनियरिङ भने चाहिँ अब यो हाउ यु आस्क मात्रै होइन कि होइन, वाट द एआई अलरेडी नोज भन्ने कुरामा पनि हुन्छ। त्यो भनेको चाहिँ के हो भने होल सिस्टम चाहिँ एउटा लङ टर्म मेमोरीसँग इन्ट्रिग्रेट भएको पनि हुन्छ, कुनै नलेज बेस इन्फर्मेसनहरूसँग कनेक्टेड भएको पनि हुन्छ हैन। अनि त्यसपछि डिफ्रेन्ट सिस्टमले गर्ने कति यो टास्कहरू हुन्छ, त्यो टास्कसँग रिलेटेड टुल्सहरूसँग इन्टिग्रेट भएको पनि हुन्छ। अनि प्लस एक अथवा एकभन्दा बढी एजेन्टहरू मिलेर बनेको पनि हुनसक्छ हैन। सो त्यो सबै सिस्टमलाई चाहिँ कलेक्टिभली चाहिँ हामीले चाहिँ कसरी चाहिँ वेल एफिसिएन्टली काम गराउने भन्ने जुन चाहिँ यो कला छ त्यो चाहिँ कन्टेक्स्ट इन्जिनियरिङ हो। ल धन्यवाद मेरो भिडियोको यो अन्तिमसम्म पनि हेरिदिनु भएकोमा। सायद यो सामान्य जानकारी हुनसक्छ तर एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन हो। यदि तपाईँहरू चाहिँ यो एआई इन्जिनियरिङ र यो एजेन्टिक एआई इन्जिनियरिङ फिल्डमा चाहिँ आफ्नो पाइला टेक्न खोजिरहनु भएको छ भने चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो, तपाईँहरूलाई एकदमै हेल्पफुल भयो होला। यस्तै हेल्पफुल भिडियोको साथमा म अर्को नेक्स्ट भिडियोमा आउनेछु। अहिलेलाई चाहिँ थ्याङ्क यू सो मच।